So hey guys, what's up? It's your girl Risa here and welcome back to my channel. So आजको भिडियोमा चाहिँ I am here in Lithgow, which is like close to Blue Mountains. So आज चाहिँ के भइरहेको थियो भन्दाखेरि I had a day off today and I was thinking, okay, maybe I should prepare for Nadi, you know. Then I was like, you know what? It's such a beautiful day to wish, and I have already been to around Parramatta and like the closer city or closer suburb. So I was like, you know what? I'm just gonna go to the Blue Mountains, and then suddenly I realized like my Blue Mountains like second. So I thought like maybe I should go to Lithgow. And fun facts, like, oh my goodness, Lithgow is such a beautiful place. It's a small suburb, but it is so beautiful. Alright, on spaceship. Minima. Oh Jesus. So real. So really. Oh my god, so cute. So expensive. $dollars. Yeah, come with bank. जाडो चाहिँ एकदमै जाडो रहेछ गाइज यहाँ चाहिँ. सो मलाई कति घन्टा लाग्यो, मेबी लाइक 3 घन्टा जति लाग्यो होला अन ट्रेन. 3 घन्टा लाग्यो ट्रेनमा आउँदाखेरि. सो हाउ मच वाज इट? 10.66 ओपल कार्डमा. एन्ड देन आई ह्याड अ ब्रेकफास्ट $16 मिल्क एन्ड चिप्स. कस्तो मिठो थियो. अनि या सो आई विल बी वाकिङ अराउन्ड एन्ड तपाईँहरूलाई देखाउँछु. बट द थिङ इज लाइक मेरो फोनमा ब्याट्री टिक्दैन. वाउ, व्हाट अ ब्युटिफुल आर्ट वर्क. सो स्टे ट्युन. वाउ, so clean. It's Olaf! Look! We have Olaf here. Let it go, let it go. Welcome to our winter wonderland. We may have snow, many good books. Wow, यो चाहिँ art center रहेछ है. Ooh, wow, what is this? को बुढी मान्छे हुनुहुन्छ उहाँ. Wow, I wish I could paint like this. Guys, हाम्रो जिम चाहिँ त्यहाँ रहेछ है, Anytime Fitness. अनि यहाँ चाहिँ हाम्रो के रहेछ, Harvey Norman. Wow, कस्तो ब्युटिफुल. आजको दिन चाहिँ यस्तो ब्युटिफुल छ. लाइक ओ माई गुडनेस, लुक एट दिस भनेर चाहिँ देख्न मिल्दैन है. अहिले देखेन. अहिले अर्को ठाउँमा देखाउँछु. सो ब्युटिफुल. यु हेभ लाइक ग्रिन, एकदमै नेपालको जस्तै छ क्या. ग्रिन ग्रास होइन, ग्रिन ग्रास भर्खरको त्यो लाइट ग्रिन. अनि पहाड होइन, द्याट्स वाइ इट्स सो कोल्ड हियर. अनि निलो आकाश. अनि हेर्नु न, अहिले त अलि क्लाउडी छ, बट सो ब्युटिफुल, सो ब्युटिफुल. अहिले भ्याउँदैन होला सबैतिर हेर्नलाई. बट देन आई विल कम ब्याक फर Lithgow. रिभर कलेक्सन्स पनि राम्रो रहेछ है. रेड कलरको कस्तो राम्रो रहेछ. वाउ, क्या भन्नु पऱ्यो. गाइज मसँग चाहिँ म्याप छ है. यो चाहिँ Lithgowको म्याप. स्टेसनमा सो गुड के. अनि स्टेसन कस्तो राम्रो रहेछ क्या. हजुरको मेरो फोन चार्ज नै थिएन है, स्विच अफ भएको थियो. बट देन आई वेन्ट इनसाइड अनि के रहेछ भनेर हेर्न गएको त. त्यहाँ चार्ज गर्ने फोन फ्रीमा. वाउ, लकर जस्तै के. अनि त्यस पछाडि म्याप्सहरू सबै लियो. वाउ, अस्ट्रेलियामा चाहिँ यस्तो सपहरू धेरै हुन्थ्यो है. हाम्रो फेभरेट विनिज. यहाँ चाहिँ तपाईँहरू सेकेन्ड ह्यान्ड कपडाहरू पाउनुहुन्छ. लाइक सेकेन्ड ह्यान्ड भन्ने मात्रै लाइक कति धेरै ब्रान्डेड हुन्छ. इन गुड कन्डिसन. के छ, डोमिनोज रहेछ त्यहाँ. यो बाइक्स रेन्टल हो है. तपाईँहरूलाई घुम्न जानु पऱ्यो भने. बट देन इट्स सो एक्सपेन्सिभ. घरहरू हेर्नु न, घरहरू 450,000. ओ माई गुडनेस, कति चिप. वाउ, मेबी आई सुड बाई इट. कस्तो सस्तो सस्तो घरहरू रहेछ यहाँ Lithgowमा चाहिँ. 529, 605,000. नट ब्याड गाइज. अब चाहिँ घाम लाग्यो है. एज यु क्यान सी, सच अ ब्युटिफुल प्लेस. अटम भएको कारण पातहरू सबै झरिसकेको छ. बट लुक एट दिस, कस्तो ब्युटिफुल के. लुक एट दिस. अब मेरो पछाडि देखाउनु पऱ्यो है. मेरो पछाडि देखिरहेको छैन. पहाड, माउन्टेन. के माउन्टेन, हिल. ओ माई गॉड, so beautiful.
Guys, म के भन्नु आफै हेर्नु न भ्यू ओ माई गड मिकी भोइस लेन्स वाउ straight out of the fairy tale book वाला के भाइब्स आइरहेछ है यो चाहिँ हाम्रो क्वीन एलिजाबेथ पार्क जाने ठाउँमा चाहिँ के रहेछ मुन्स लेबनिज रेस्टुरेन्ट बार सो गाइस यो चाहिँ क्वीन एलिजाबेथ पार्क So salute है lest we forget हाम्रो all the fallen soldier हरुको लागि वाउ कस्तो राम्रो के भन्ने होला अब कस्तो राम्रो नेपालमा भइदियो है गन्नी रहेछ त हामीसँग यहाँ अब त्यसको चाहिँ हराइसकेछ है फिल दामी कस्तो राम्रो क्या कस्तो राम्रो हेर वाउ निलो आकाश यहाँ चाहिँ डिफ्रेन्ट कलरको रोजहरू रहेछ है तर हामी अटममा आयो अलिकति भयो नि स्प्रिङमा आउनुपर्ने रहेछ मेरो कपाल पनि बोर्डर कत्रो भइसकेछ पहिला चाहिँ यो केटाको जस्तै कपाल काटेको थियो कि माथि मात्र राखेको तलपट्टि चाहिँ लामो डिफ्रेन्ट भएछ फुल फल काटे जस्तै Hey guys, क्वीन एलिजाबेथ पार्कमा लिटको अटममा होइन तर स्प्रिङमा आउने ठिक रहेछ भित्र जाने टिकटक बनाउनु ठिक्क हुने रहेछ जाने रोज फुल भएको बेलामा है तर अलिअलि त रहेछ रोज फुलहरू फोकस गर्नु पर्यो हामी फोकसै भएन एनिवेज ओरेन्ज वाइट पिङ्क हाम्रो चार्ल्स लेविन्स मेमोरियल ब्यान्ड स्ट्यान्ड रहेछ है थ्याङ्क यू सो मच फर मेकिङ दिस सो क्वाइट सो ब्युटिफुल अब ब्याकग्राउन्ड म्युजिक हाल्नु त हुन्थ्यो कि कपिराइट लाग्छ के गर्ने होला त्यही भएर म चाहिँ हाल्दिनँ है यसपालि ऊ त्यहाँ चाहिँ बच्चाहरू खेलिरहेको रहेछ तर भिडियो नखिच्छ मलाई फेरि सु गरिदियो भने के गर्ने आई मिन सु अनि त्यहाँ चाहिँ बुढो मान्छेहरू खेल्ने रहेछ है गाइड्सहरू ओहो नेपालको याद हेर्नु न पहाड देखेर अब के गर्नु घुम्न त मन लागेको थियो लिटको तर अलिकति अनप्लान भएको कारण आज हामी ढिलो आयौँ म ढिलो आएँ तर अब किन भन्दा 2 बज्यो 3, 4, 5 घर जाँदाखेरि 5 बज्छ अँध्यारो भइहाल्छ कि सो है अब आजको भ्रमण यतिमै राखेर नेक्स्ट टाइम चाहिँ स्योर हामी चाहिँ बिहानै 4 बजी उठेर गाडी चढेर ट्रेन चढेर 7 बजी आयो भने दिनभर डुलेर अनि जाने लास्टको भ्यू गाइस मेरो चाहिँ यहाँ पिम्पल फुटाइदिएर हेर्नु न फेरि त्यो हालेको भन्ने माया त मेरो पछाडि हेर्नु न सो ब्युटिफुल वाउ यो चाहिँ ब्रेसी लुकआउट जाने बाटो हो बट देन आई डोन्ट नो बट लुक एट द क्याङ्गारू फिल गरेर बसिरहेको छु क्याङ्गारू इन एजेस 2 वर्ष भयो नदेखेको ओ नो मलाई देखेर कङ्गारूहरू भाग्यो नजिक गएर हेरौँ न मलाई हेरेर अब म नजिक गयो भने फेरि भाग्छ कस्तो आनन्द आउने पिसफुल ठाउँ सुतुम लाग्यो मलाई त नि 1 घन्टा चाहिँ सुत्नुपर्छ होला राम्रो This is absolutely beautiful, guys. Nice. That's why they call it valley. They were like valley on this because it's surrounded by the hills everywhere. Parrots, so beautiful. And this one is a boat race. And that's the hill of Bracy Lookout. Sorry, Saina. टेक्नोलोजी यत्रो सानो बोर्डमा कस्तो लटरम्म फुलेको त फुलेर फलेर ओ माई गॉड म्यान्डरिन टिपेर खाइदिउँ कि के हो म झरेछ त भुइँमा त्यो कुकुरले मलाई खाला जस्तो लाग्छ
गाइस अब चाहिँ डर लाग्दै आयो है सुन्न छ त म त जानै डर लाग्यो माथि जाऊँ भनेको फेरि फर्केर आइँदैन होला चार्ज पनि छैन 26% मात्रै छ सो प्रब्लम नेक्स्ट टाइम